एकछिन मलाई हेर्नुहोस् त। तपाईँलाई लाग्छ तपाईँको आँखा एउटा हाई क्वालिटी मोबाइल क्यामेरा हो जसले बाहिर जे छ ठ्याक्कै त्यही देखाइरहेको छ, होइन त? तपाईँलाई लाग्छ यो भिडियो लाइभ चलिरहेको छ, तर सरी है, कुरा त्यस्तो होइन। तपाईँको यो लाइभ भिडियो वास्तवमा एउटा ठुलो झुट हो। तपाईँलाई थाहा छैन, तर हरेक दिन तपाईँको दिमागले तपाईँको आँखाबाट करिब 40 मिनटको भिडियो डिलिट गरिदिन्छ। हो, तपाईँ दिनमा 40 मिनट अन्धो हुनुहुन्छ र तपाईँलाई पत्तो पनि छैन। आज हामी तपाईँको टाउकोभित्रको त्यो गोप्य कोठामा जाँदैछौँ जहाँ तपाईँको दुनियाँ बन्छ। सिट बेल्ट बान्नुहोस्, किनकि यो भिडियो हेरेपछि तपाईँले ऐनामा आफूलाई हेर्दा डर लाग्न सक्छ। ल कल्पना गर्नुहोस्, तपाईँको दिमाग एउटा पुरै अँध्यारो कोठामा बन्द छ। तपाईँको खप्परभित्र न बत्ती छ न हावा छिर्छ। दिमागले बाहिरको दुनियाँ कहिले देख्दैन। तपाईँको दिमाग त्यो कोठामा बसेको एउटा गेमर जस्तै हो। उसले बाहिर के भइरहेको छ भनेर थाहा पाउन आँखा, कान र छालाबाट आउने सिग्नलमा भर पर्नुपर्छ। आँखाले भन्छ उज्यालो आयो, कानले भन्छ आवाज आयो। दिमागले यी साना साना टुक्राहरू जोडेर एउटा कथा बनाउँछ जसलाई तपाईँ संसार भन्नुहुन्छ। सत्य कुरा त यो हो, तपाईँले बाहिरको असली दुनियाँ कहिले देख्नु भएको छैन। तपाईँले मात्र आफ्नो दिमागले बनाएको सपना देखिरहनु भएको छ। पत्यार लागेन? ल त्यो 40 मिनट अन्धो भएको कुरा गरौँ। आफ्नो मोबाइलको क्यामेरा अन गर्नुहोस् र जोडले यताउता हल्लाउनुहोस्। भिडियो कस्तो आउँछ? धमिलो र हल्लिएको, होइन त? तपाईँको आँखा पनि दिनभरि यताउता चलिरहन्छ, तर तपाईँले कहिले संसार हल्लिएको देख्नुहुन्छ? देख्नुहुन्न नि, किनकि तपाईँको दिमाग एउटा खतरा भिडियो एडिटर हो। जति बेला तपाईँ आँखा घुमाउनुहुन्छ, दिमागले भिडियोको त्यो हल्लिएको भाग कैँचीले काटेर फालिदिन्छ। अनि जब आँखा रोकिन्छ, तब मात्र नयाँ दृश्य देखाउँछ। बीचको खाली ठाउँमा दिमागले आफै फोटोसप गरेर सिन भरिदिन्छ। तपाईँलाई लाग्छ भिडियो कन्टिन्युस छ, तर वास्तवमा त्यहाँ धेरै कट छन्। अब अर्को रमाइलो कुरा, मानौ तपाईँ भान्सामा हुनुहुन्छ। दाल पाक्न 10 मिनट लाग्छ, भात पाक्न 20 मिनट, तर खाना पस्कँदा दाल र भात सँगै आउँछ। तपाईँको दिमागले पनि ठिक यही गर्छ। तपाईँले ताली बजाएको देख्दा आवाज र दृश्यसँगै पाउनुहुन्छ, तर विज्ञान भन्छ यो मिल्दैन। प्रकाशको स्पिड धेरै छिटो हुन्छ, आवाजको ढिलो। तपाईँको आँखाले देखेको कुरा दिमागमा छिटो पुग्छ, कानले सुनेको कुरा ढिलो। तर दिमागले त्यो छिटो आएको दृश्यलाई होल्ड गरेर राख्छ जबसम्म आवाज आइपुग्दैन। सबै कुरा जम्मा भएपछि मात्र दिमागले ल अब हेर भनेर देखाउँछ। यसको मतलब पबजी वा फ्री फायर खेल्दा ल्याग भएको थाहा छ नि? हो, हाम्रो जिन्दगी पनि सधैँ अलिकति ल्यागमा चलिरहेको छ। तपाईँले अहिले जे देखिरहनु भएको छ त्यो मिली सेकेन्ड पहिले नै भइसक्यो। तपाईँ सधैँ विगतमा बाजिरहनु भएको छ। यदि हाम्रो आँखाले एडिट गरेको भिडियो हेर्छौँ र हामी ल्यागमा बाँच्छौँ भने एउटा डरलाग्दो प्रश्न आउँछ, यो सबै हेर्ने, यो सबै बुझ्ने म चाहिँ को हो त? हामीलाई लाग्छ हाम्रो टाउकोभित्र एउटा सानो मान्छे वा पाइलट बसेको छ जसले हाम्रो शरीर चलाउँछ, तर विज्ञान भन्छ त्यहाँ कोही ड्राइभर छैन, त्यहाँ कुनै बस छैन। यो एउटा म्युजिक ब्यान्ड जस्तै हो। गिटार, ड्रम र भोकल्स सबै मिल्दा मात्र गीत बन्छ। गिटार मात्र गीत होइन, ड्रम मात्र गीत होइन। त्यस्तै तपाईँको दिमागका अरबौं तारहरू मिलेर काम गर्दा एउटा फिलिङ आउँछ। त्यही फिलिङ नै तपाईँ हो। तपाईँ यो सोको दर्शक होइन, तपाईँ आफै यो सो हो। अन्तिममा एउटा प्रश्न, तपाईँलाई लाग्छ तपाईँले आफ्नै मर्जीले यो भिडियो क्लिक गर्नुभएको हो कि तपाईँको दिमागले तपाईँलाई क्लिक गर्न बाध्य बनायो र तपाईँलाई पत्तै भएन? सोच्दै गर्नुहोला। नमस्ते, मेरो नाम रिबुट एनपी हो र म तपाईँको सहयोगी डिजिटल सहायक हुँ। थप जानकारीको लागि कृपया लाइक र सब्स्क्राइब गर्नुहोस्